फेरि पनि संसदहरूको बैठकमा बालिन शाह उपस्थित भएनन्। बालिन शाह उपस्थित नभएपछि ज्ञानेन्द्र साईले चाहिँ एकदम आलोचना गर्नुभएको छ। भिडियो हेर्नु होला त। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास त्यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38ले के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने। प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर। यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन। यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो संसदहरूको बैठकमा बालिन शाह उपस्थित हुनु भएन। बालिन शाह उपस्थित नभइसकेपछि संसदहरू चाहिँ एकदम हङ्गामा, संसदहरू चाहिँ त्यो भित्र चाहिँ एकदम हङ्गामा गरेको देखिन्छ। प्रधानमन्त्री जस्तो मान्छे संसदीय बैठकमा उपस्थित हुनुपर्छ, तर प्रधानमन्त्री बालिन शाह संसदमा चाहिँ उपस्थित भएको देखेन। किन हुनु भएन त उपस्थित? संसदीय बैठकमा प्रधानमन्त्री बालिन शाह चाहिँ किन उपस्थित हुनु भएन? के छ र रहस्य? किन हुनु भएन भन्ने विषयमा संसदहरूले चाहिँ आलोचना गरेको देखिन्छ। आलोचना मात्रै गरेर के गर्नु? प्रधानमन्त्री जस्तो मान्छे संसदभित्र मिटिङमा नआइसकेपछि, संसदीय बैठकमा नआएपछि गर्ने चाहिँ के? अरू संसदहरू मात्रै बसेर, अरू संसदहरू मात्रै मिटिङ गरेर गर्ने चाहिँ के? कि चाहिँ प्रधानमन्त्री जस्तो मान्छे अरू देशतिर भ्रमणमा जानुभएको थियो भने बेग्लै कुरा हो। अलि तारेतुर अरू देशतिर चाहिँ भ्रमणमा जानुभएको भए त्यो बेग्लै कुरा हो। तर नेपालमै हुँदै पनि संसदको बैठकमा चाहिँ उपस्थित हुनु भएन। सिंहदरबारमा बसेर कालो चस्मा लगाएर कुर्सीमा चाहिँ खुट्टा हल्लाएर चाहिँ बस्नु भएको छ प्रधानमन्त्री बालिन शाह, तर बैठकमा चाहिँ आउनु भएन। उहाँले चाहिँ पहिला के भन्नुहुन्थ्यो? चुनावको बेलामा तपाईहरु काम दिनुस्, हामी काम गर्छौँ, यो देश सिस्टमले चल्छ, गभले चल्दैन, सिस्टमले चल्छ भनेर भन्ने। अनि प्रधानमन्त्री जस्तो मान्छे कमसेकम त संसदीय बैठकमा उपस्थित हुनुपर्छ, अरू संसदहरूको चाहिँ कुरा पनि सुन्ने र आफूले पनि जवाब दिनुपर्छ र जनताहरूको माग के छ त्यो अनुसार काम कुराहरू अगाडि बढाउनु पर्छ। तर संसदहरूको बैठकमा बालिन शाह उपस्थित हुनु भएन। किन भएन भन्ने विषयमा विस्तारै जानकारी आउनेवाला छ। तर के कारणले हुनु भएन? हुन त गाँजा खाँदै बस्ने मान्छे अर्थात् कुलुटमा लागेको मान्छे एक ठाउँमा कहिले पनि रजाएर बस्न सक्दैन। त्यही भएर होला सायद संसदको बैठकमा उहाँ आउनु भएन। भनेपछि हाम्रो देशको प्रधानमन्त्रीलाई के भएको छ? के कतै कोरोना लागेको छैन? अचम्म छ बा त